हजुर ग्रिन सिटी अब हामी फाइनल एप्रोचमा छौँ। यो मर्निङ टाइममा मर्निङ वक गर्न आएका थियौँ हामी। फेरि एउटा भिडियो क्लिप्स बनाएर हजुरहरू समक्ष दिइहालौँ भनेर मन लाग्यो। घरहरू एकदम तीव्र गतिमा बनिरहेको अवस्था छ। हामीले 1 वर्ष अगाडि सुरु गरेको यो अत्याधुनिक सुविधा सम्पन्न प्लटिङ मोरङ जिल्लाको सुन्दर रहेछ नगरपालिका विराट चोकबाट ठ्याक्कै 500 मिटरको दूरीमा पर्दछ। अत्याधिक मानिसको चाहिँ आशाको विषय इन्ट्रेस्ट रहेको यो ग्रिन सिटीमा हामीले हजुरहरूले भने जस्तै सुविधा सम्पन्न बनाएका छौँ। केही पिस जग्गा बाँकी रहेका छन्। हजुरले चाँडै सम्पर्क गरेर आफ्नो सुन्दर भविष्यको निर्माणका लागि सुविधा सम्पन्न लोकेसनमा घडेरी किन्ने आफ्नो योजनालाई साकार पार्न हुन अनुरोध गर्दछौँ। सबै निर्माणको कामहरू धमाधम बनिराखेको हजुरलाई जानकारी गराउन चाहे। लगभग अबको 20 देखि 25 दिनभित्रमा यहाँको सम्पूर्ण निर्माणको कार्यहरू सञ्चालन फिनिसिङ हुनेछन्। र यसै गरी ग्रिन सिटी 2 गोडगाउँ पूर्वाञ्चल युनिभर्सिटीको लोकेसनमा र ग्रिन सिटी 3 चाहिँ इटहरी उपमहानगरपालिका वार्ड नम्बर 17 को भाटबोटिनी सुपर मार्केट भन्दा ठ्याक्कै उत्तरपट्टि 10 बिघा क्षेत्रफलमा एकैचोटि विकास भइरहेछ। यो 6 बिघा क्षेत्रफलमा थियो, त्यहाँ चाहिँ 10 बिघा क्षेत्रफलमा छ। योभन्दा अरू विशाल ठुलो र अरू सुविधा सम्पन्न थपेर हामीले बनाएका छौँ त्यसलाई। यदि इटहरी लोकेसनमा हजुरले घडेरी किन्ने योजनामा हुनुहुन्छ भने देखाएको नम्बरमा डाइरेक्ट सम्पर्क गर्नुहोला। रोयल हाउसिङ एन्ड रियल इस्टेटको कार्यालय अहिले इटहरीमै 2वटा अफिसहरू छ र एउटा विराट चोकमा पनि रहेको छ। हजुरले जहाँ हजुरलाई सुविधा पर्छ, जहाँ सहज पर्छ त्यहाँ आएर हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। र विराट चोकमा सबै प्रकारको सुविधाहरू रहेको हजुरलाई जानकारी गराउन चाहे। पूर्वाञ्चल युनिभर्सिटी यहीँ रहेको छ। पूर्वाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्र पनि यहीँ रहेको छ। सुकुना मल्टिपल कलेज नेपालकै टप कलेजहरूमध्ये पर्छ, त्यो पनि यहीँ रहेको छ। बसोबासका हिसाबले यो लोकेसन अति राम्रो छ र हामी ओनरहरू पनि यही लोकेसनमा घर बनाएर बस्ने कारणले गर्दा ग्रिन सिटीलाई हजुरले एकदमै राम्रो लाग्छ। एकपल्ट हेर्न आइदिनु होला र अन्य जानकारीका लागि सम्पर्क गर्नुहोला। धन्यवाद, नमस्ते।